हामी चाहिँ आज खेताला हिँडेको बिहानको खेताला छ अनि देख्न सक्नुहुन्छ ऊ बहिनी चाहिँ काफल टिप्दैछ पस्दैछ यस्तो छ तर भित्रभित्रमा त्यो फलाएको छ नि त अनि त्यही भएर पाके पनि रहेछ अब जङ्गलमा त पुरै बाँधेर खाइसक्यो अब यहाँ घरकोहरू त अब हामीले खानु परिगयो नि देख्न सक्नुहुन्छ हामी चाहिँ बिहानको खेताला दिउँसोको पनि छ अनि यस्तो छ अहिले चाहिँ टाइम 6:28 भएको रहेछ हामी चाहिँ घरतिरै छौँ गएको छैन अनि धेरै तल छ हामी देखाउने छौँ तपाईँहरूलाई आज बोर्ड चाहिँ यो हो अनि यहाँ काफल टिप्ने मान्छे नि यहाँ छ सानो बिचरा सक्दैन काँचो छ काफल भन्दैछ तर माथि हल्का पाकेको रहेछ त्यस्तो धेरै पाकेको पनि छैन अनि यस्तो ठुलो छ देख्न सक्नुहुन्छ उसले चाहिँ टिप्दैछ यो टिपेको यस्तो यो काँचै छ देख्न सक्नुहुन्छ देख्नुहुन्छ सक्नुहुन्छ हामी जस्तो रोटे हिँड्दैछौँ काकी चाहिँ आफ्नो कोदाल बोकी हिँडिराख्नु भएको छ हाम्रो चाहिँ बिहानको हो नि त खेताला त्यही भएर म खेताला हिँडेको चाहिँ 2 ताल भइसक्यो अस्ति 1 ताल अनि यो 1 ताल भयो 2 ताल भयो अनि सुरुमा चाहिँ उहाँहरूकोमै सिकायो मैले यत्तिकै त्यतिखेर चाहिँ मैले मकै यति धेरै पक्ल निकाली पठाउँथेँ अहिले चाहिँ त्यस्तो धेरै निकाल्दैन देख्न सक्नुहुन्छ हामी चाहिँ हिँड्दैछौँ अनि अझै टाइम लाग्छ हजुरहरूलाई देखाउनेछौँ आजको हामी के गर्नेछौँ भनेर कतिजनाले खेताला चाहिँ थपी देखाउनेछौँ अनि अर्को मान्छे चाहिँ आएको छैन अनि मेरो कोदालो चाहिँ लास्टै सानो छ मान्छे चाहिँ यत्रो कोदालो सानो छ अनि देख्न सक्नुहुन्छ हजुर अनि यस्तो रोटीहरू जान्छौँ हामी अनि ओह्राएर झर्नेछौँ यहाँबाट अनि हामी चाहिँ घाँस हाल्दै जाने काकी घाँस हाल्दै जाने अनि अहिले तल खै गोड्नेहरूले गइसक्यो कि देख्न सक्नुहुन्छ तर जोत्ने मान्छे भयो भने त खन्ने मान्छे त पग्ला पुग्लुक तर पानी पर्यो नि पानी परेपछि अब हाम्रो कति धेरै झार पलाउँछ हिजोदेखि पानी परेको अहिले चाहिँ रोकेको छ भरे दिउँसोतिर पानी पऱ्यो भने गयो कटुसको बोट हो रहेछ अस्ति म जङ्गल जाँदाखेरि कम्ता गनाएको थियो कटुसको बोट जङ्गलतिर त कस्तो राम्रो फुलेको छ यहाँ त भागै रहेछ देख्न सक्नुहुन्छ यो चाहिँ ठुलो खाले कटुस रहेछ जङ्गलको हल्का योभन्दा सानो पाउँछ हामी हेर्दै हिँड्दैछौँ यस्तो ओह्रालोमा लड्यो भने गयो खेर देख्न सक्नुहुन्छ ओह्रालो देख्न सक्नु कटुसको बोट चाहिँ यो हो अनि म यहाँ हिँडिराखेको छु त अनि देख्न सक्नुहुन्छ मकै चाहिँ यत्रो गोरे यत्रो भएको छ त्यही नै झार पलाएर आएछ अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ बाटो अनि काकाहरूको घर अझै टाइम लाग्छ हामी जानको लागि हेर्न सक्नुहुन्छ यो चाहिँ काकाहरूको कुकुर हेर्नु देख्न सक्नुहुन्छ यसले चाहिँ के खाएको अभियसली देख्न सक्नुहुन्छ हामी चाहिँ ओह्रालोमा गुटुक कुदिराखेको छु काकी चाहिँ पुरै कोदालो बोकिरहनु भएको छ अनि देख्न सक्नुहुन्छ मकै चाहिँ यत्रो भइसकेको छ काकाहरूको त्यही कति धेरै झार पलाइसकेको छ पानीले झार देख्नु चाहिँ फेरि यसलाई गोड्न पर्छ पछि झ्याउ हुन्छ झन् अनि देख्न सक्नुहुन्छ म चाहिँ यसरी हिँडिराखेको छु देख्न चाहिँ झन् यस्तो ओह्रालो सिडी लड्यो भने छैन यहाँ यस्तो छ अनि यस्तो छ फेरि हामी रोडतिर आइपुग्यौँ यस्तो छ अझै हामी चाहिँ आधी बाटो आइपुग्यौँ अब हामी आधी बाटो पुग्नुपर्छ अझै तल हो नि त उहाँहरूको घरै तल छ हाम्रोभन्दा टाढा छ अनि देख्न सक्नुहुन्छ यस्तो बाटै खतम छ हाम्रोतिर तर अरूको गाउँको भन्दा नि हाम्रो चाहिँ ठिक छ गाउँको बाटो न त अरूको गाउँकोहरूको यस्तो तलै हुन्छ घर गाउँै अनि माथि रोड निस्किनु पनि यति धेरै टाइम लाग्छ हाम्रो चाहिँ घरदेखि मुनितिर माथितिर हुन्छ यहाँ म छु हामी चाहिँ अहिले रोटी हिँडेको छौँ नि त अनि हाम्रोतिर चाहिँ सबैले रोड निकालेको छ त्यही भएर
अनि यहाँ मकैहरू गोडेको उहाँले घरहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ टनेल, यहाँनिर चाहिँ के रोप्नु लाग्नु भएको थाहा भएन। यस्तो बहिनी आउँदै रहेछ बिचरा। अनि यहाँ चाहिँ म सक्नुहुन्छ। अनि हामी अस्ति यहाँ यही बारीहरू गोडेको पुरै झारै पानी परेर झारै पलाएको छ। हामीले गोड्ने बित्तिकै पानी परेको भएर हामीले चाहिँ त्यतिखेर बिहानै गरेर छिटै सकेको थियो, तर पानीले हामीलाई धोका दियो। सब झारहरू पलाएको छ देख्नुहुन्छ। अनि हामी चाहिँ यसरी हिँड्दैछौँ। बाटो पनि देख्न सक्छ, यत्रो सानोमा हिँड्नुपर्छ बाटो, यत्रो सानोमा। अनि त्यो अम्बकको बोट हो। अनि अम्बक केही छैन, पछि कार्तिकतिर मात्रै हुन्छ यो अम्बक। अनि देख्न सक्नुहुन्छ हामी यसरी हिँडिरहेको छौँ। अनि बाटो नि छ यस्तो पाराको लडिन्छ चिप्लो भने चाहिँ। अनि देख्न सक्नुहुन्छ पुरै झारै जागरम भएछ, पुरै झारहरू बाँचेछ। अनि देख्न सक्नुहुन्छ उहाँहरूको चाहिँ आइपुग्नु लागेको घर। अनि घरदेखि तल खण्ड हो बारी, अलिक तल होला। अनि देख्न सक्नुहुन्छ बहिनीको कमाल हेन। यो ऊ चाहिँ जमुना हो, उनीहरू चाहिँ उसको दिदी नि छ। उसको झन् धेरै दिदी छ, मेरो भन्दा धेरै दिदी छ। अनि देख्न सक्नुहुन्छ यहाँ। अनि यो चाहिँ अमलाको बोट हो। यस्तो छ डाँडा, उनीहरूले त्यो चरा कराएर खाएछ। यो चाहिँ अमलाको बोट हो। यहाँ चाहिँ कहिले फलेको देखेको छैन मैले। म सानो हुँदाखेरि सानो बोट थियो, अहिले हल्का ठुलो भएर छ। यस्तो छ, हेर्दा बारीहरू पनि पुरै डाँडा जस्तो। अनि हामी चाहिँ यहाँ तल चाहिँ च्यान छ हामीले मिमीको, अझै त्यस्तो भएछ। अनि यहाँ चाहिँ झार त्यति नै छ काकाहरूको। यो चाहिँ घाम लाग्दाखेरि नि गरेको थियो, पानी परेको थिएन। अनि जोत्दै हुनुहुँदो रहेछ, कराउँदै हुन्छ। हामी चाहिँ आइसक्यौँ त्यो परको घरको मान्छेहरूको। अनि यहाँ देख्न सक्नुहुन्छ हामी त्यो बहिनी अगाडि, बहिनी चाहिँ काकी र उसको तल जोत्दै हुनुहुँदो रहेछ काकाले। म चाहिँ हिँड्दैछु। हजुर घरबाट जाउँ न काकीसँगै। कहाँ जोतिसक्नु भएको छैन जस्तो छ। भर्खरै जोत्नु हुँदै रहेछ। हामी ढिला हो नि त, त्यही भएर जोत्ने भन्दा खन्ने मान्छे धेर भयो भने छिटै हुन्छ। हाम्रो त घर कहाँ हो, कहाँ उभै हो। उहाँहरूको यहाँ लास्टै तल छ। देख्न सक्नुहुन्छ यस्तो। अनि यता चाहिँ म, हामी चाहिँ अहिले उहाँहरूको घर आइसक्यौँ, देख्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ सुँगुरहरू पाल्नु भएको रहेछ। अनि यहाँ चाहिँ उहाँहरूको कुकुर चाहिँ हल्का टोकुवा छ, त्यही भएर हामी चाहिँ यहाँ बस्छौँ होला। आउँछु, छैन होला कुकुर। अरू काकीहरू भयो भने कराउँदैन कि। यो सुँगुरले चाहिँ बच्चा पाएको थियो, तिनवटा किचिक मारेछ। अनि यो चाहिँ सुर्तीको पात, सुर्ती खाने। उहाँहरूको चाहिँ घर यस्तो फुलहरू छ। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ, किनभने उहाँहरूको कुकुर यस्तो छुच्चो छ कि टोक्नु खोज्छ मान्छेहरूलाई, नचिनेकोलाई।
हुनुहुन्छ यहाँ सुँगुरको बच्चा कति सानो सानो हाम्रो गाउँमा चाहिँ सुँगुरको बच्चा एकदम महँगो पर्छ पहिला त हल्का सस्तो थियो नि अहिले यति धेरै महँगो पर्छ 3टा चाहिँ किची मारेको भन्नुहुँदै थियो काकीले नि यो चाहिँ राति नै पाएको अरे यसले बच्चा देख्न सक्नुहुन्छ कस्तो क्युट छ त्यो अर्को त व्हाइट एन्ड ब्ल्याक वाला देख्नुहुन्छ कालो भन्दा नि यो अर्कोवाला 3टा सबै बुच्चो बुच्चो भन्नुभएको थियो भुनी बुच्चो कति 8वटा होइन 6वटा अनि 3टा भुनी भन्नुभएको थियो देख्न सक्नुहुन्छ यति धेरै उहाँहरूले यस्तो हुर्कायो भने पैसा बब्बाल पाउनुहुन्छ कति महँगो छ एउटै बुच्चोको अनि यो मुनि चाहिँ यसको सुत्ने ठाउँ छ देख्नुहुन्छ सुँगुर त्यो सानो बच्चा हेर्नु हाम्रो चाहिँ यस्तो हुन्छ है गाउँको चुलाहरू अनि यस्तो चुलामा चाहिँ धेरै दाउरा पर्दैन नि त अनि त्यही भएर एउटा दुइटा ल्यायो भने मजाले नि बस्छ यो चाहिँ काकीहरूको हो खाना पकाइराख्नु भएको छ अनि देख्न सक्नुहुन्छ यसरी 2टा दाउरा भयो नि हुन्छ तर हामीले चाहिँ 3टा दाउरा लाउनु मिल्दैन अब त्यो मिल्दैन नि त अनि हामी चाहिँ 2टा या 4टा लगाउनुपर्छ 3टा लगाउनु मिल्दैन अनि देख्न सक्नुहुन्छ ऊ चाहिँ लास्टै सुन्दरी पहिले यस्तो नकल थिएन नि अहिले चाहिँ माउले आएको यस्तो कोदाल चाहिँ यति धेरै सानो छ लास्टै ठुलो छ उसको कोदाल उनी खनाइ लागेको हुन्छ यो चाहिँ कफी हो काकीहरूको घरमा आज योभन्दा कति झ्याङ थियो पहिला हामी खान्थ्यौँ अनि अहिलेसम्म सब पाकिरहेको छ हामीलाई चाहिँ लास्टै मनपर्छ खाने देख्नुहुन्छ म सानो मान्छे ऊ चाहिँ माउला आएको नि हेर्नु त यस्तो नक्कली भएछ खोइ अर्को तिम्रो देख्न सक्नुहुन्छ कत्रो ठुलो डोको बोके हिँडिराख्नु भएको छ उहाँको चाहिँ कोदालो खोइ छोडिदिनु उहाँको चाहिँ दाँत खिस्केको भएर कोको भन्नु चाहिँ हेर्नु सक्नुहुन्छ यत्रो पुरै जार बोकिरहनु भएको छ कोकुले पुरै डोको बाङ्गो बाङ्गो भयो नि बोकिरहनु भएको छ अनि हामी चाहिँ यता छौँ यहाँ छौँ अनि काका र बहिनी झर्दैछ घाम झुल्किसकेको छ अहिलेको टाइम चाहिँ 7-8 भइसक्यो त्यही नि हामीले केही गरेको छैन अस्ति त हाम्रोमा चाहिँ यतिखेर त आधी नै गरिसकेको थियौँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ नजुटेको भएर पुरै खनिरहनु भएको छ यस्तो मजाले खनिरहनु भएको छ बिचरा दाइले सुन्तलाको बिरुवा यति धेरै फल्छ यहाँ सुन्तला हामी सानो हुँदाखेरि सानो सानो थियो यत्रो ठुल्ठुलो बिरुवा छ यो त म लान्छ अब उखालेर यहाँ भेटेको छ अहिले नि अब के गरे खन्नु त अब उता अरे होइन अरे परदेखि चाहिँ खन्दै आउनु पर्यो नि फेरि ठुक्का कोदाल त ठुलो ल्याउनु पर्दैछ यहाँ चाहिँ पुरै खन्नेवाला माथि झार यत्तिकै धेरै छ उहाँको कोदाल देखाइदिनु त उहाँको कोदाल दिनुहुन्छ सक्नुहुन्छ यो चाहिँ सानो गरा भएर सबले खनेको यहाँ काकी हुनुहुन्छ काकी अनि छोरी अनि बहिनी अनि दाइहरूले खन्नुहुँदैछ देख्न सक्नुहुन्छ यहाँ सुन्तला कि सुन्तला छ हामीलाई चाहिँ पछि सुन्तला फरेर नै खानु भनिसक्नु भएको छ अहिले नै बेबेले पछि त हामीलाई लखर्छ किन आयो हाम्रो सुन्तला खानु भनेर देख्न सक्नुहुन्छ सुन्तला कि सुन्तला यसरी पुरै खनिरहनु भएको छ
यस्तो झरेर जान्छ यी छोरी देख्नुभयो छोरीले पुरै लिपस्टिक लगाएर तल काकाले देख्न सक्नुहुन्छ छोरी माउलाको यहाँ दुईजनाले बहिनी लास्ट नकल छ बहिनी हजुर छोरी लास्टै नकली हुनुहुन्छ माउला आउनु भएको काम गर्नु छोरी छोरी गफ लडाउनुहुन्छ उहाँ मेरो छोरी हो अहिले चाहिँ हाम्रोमा फेरि हुस्से लागेको छ पानी नि पर्छ होला सायद यति धेरै हुस्सिरहेको छ दाइले जोतिरहनु भएको छ जोतिरहनु भएको छ दाइले हल्लो चिन्ह भएको छ है दुश्मन भुल त्यो तलहरू बाउले यही बसेर यो पकाइदियो अब यति बाँकी छ उहाँले जोत्नु भने चाहिँ गोड्ने यति छौँ देख्नु चाहिँ यत्रो सानो भएर नि जाँड खानुहुँदैछ छोरीले चाहिँ छाडा नि रहेछ छोरी हामी यत्रो ठुलो भएर खाँदैनौँ न जाँड यत्रो सानो छोरीले खानुहुँदैछ माउला आएर जाँड मिठो हुन्छ अरे हामीलाई चाहिँ थाहा भएन कस्तो हुन्छ भनेर अब छ्यामाले पहिदिन्छ भरे देख्नुभयो देख्नुभयो यत्रो सानोले जाँड मिठो हुन्छ भन्दै थियो हामीले चाहिँ अहिलेसम्म खाएको छैन कस्तो हुन्छ अरे जाँड छोरी र छ्यामा कति राम्ररी गफ गर्नुभएको गर्नु त तिमी र म राम्रो खिच आमा र म हिजो सिरान घरमा खिचेको नि लगाइदिनु भनेको थियो तिमी र म हौ यहाँ हेर्नु सक्नुहुन्छ काकी चाहिँ राम्रो देखिँदैन राम्रो यहाँनिर गोरुले देख्नु सक्नुहुन्छ हले भाँचेर मकै खाँदैछ छोरी छ्यामा अनि यहाँ अर्को फोटो चाहिँ खिच न यो उधोको चाहिँ पुरै खेतै पुरै खेततिर चाहिँ ठुल्ठुलो मकै भएको छ नि यतातिर चाहिँ बारी हो छोरी चाहिँ पुरै आफ्नै तालमा छ देख्नुहुन्छ काकी चाहिँ क्वेसन भयो ए हाम्रोमा जस्तो हुस्से लगाइरहेको छ कि आज पनि पानी पर्छ जस्तो ट्र्याक्टर ढुङ्गा आउँछ नि के काम यस्तो हुस्से लागेको छ पहिला हामी चाहिँ सानोमा यतातिर गोठा लाउँथ्यौँ अनि पुरै यतातिर चाहिँ मकै धानहरू रोप्थ्यो अहिले चाहिँ छोड्नु भएको रहेछ केही गर्नु हुँदैन रहेछ पुरै बाँझै छ अनि यहाँ देख्नुहुन्छ काकाले चाहिँ जोत्दै हुनुहुन्छ भने अनि हामी चाहिँ यहाँ खन्न गोनैना हो नि त अनि हामी चाहिँ तिनजना हो चारजना हो खेताला अनि घरको दुईजना हो त्यहाँ यस्तो हुस्से लगाइरहेको छ हाम्रोमा चाहिँ कहाँ छैन हुस्से काकाले जोतिराख्नु भएको छ अनि काकीले खनिराख्नु भएको छ काकीले यसरी खनिराख्नु भएको छ काकाले यसरी जोतिराख्नु भएको छ भित्र पानी परेको भए चिसो यस्तो बहिनी आउँदैछ यस्तो हुस्से लागेर कामै छैन सकेपछि हामीले गोड्ने हो
गोरुहरू चाहिँ गलिसकेको छ कतिको ठाउँमा पुरै जोतेछ त्यही भएर आफ्नै जालमा छ हेलो गाइजहरू यहाँ हाम्रो चाहिँ आज मकै गोड्दैछौँ बिहानको खेताला यहाँ तल माझा गाउँको अविन्दहरूको अनि यहाँ हाम्रो नानीहरू मारामार खन्दैछ मकै यता यहाँ हुनुहुन्छ हाम्रो दाई जोत्नु हुँदैछ गोरु उहाँहरूकै खेताला हो आज बिहान नै गर्ने मकै गोड्ने भनेर आएको हामी अब ऊ पल्लो छेउबाट ल्याउँदैछ यता यत्रो धेरै सकिसक्यो अनि फेरि उफ पल्लो छेउबाट ल्याउँदैछ हाम्रो दिदी बहिनी छ यहाँ मेरो छोरीहरू यहाँ हाम्रो छोरी खन्दैछ साह्रो पर्यो अरे बिहानै खनेको भात नै खानै नखाई त्यही भएर साह्रो पर्यो भनेर यहाँ लारङ लुरुङ गर्दै खनिरहेको छ हेर्नु यता हाम्रो मकै कस्तो खतरा छ झार पनि छ अनि यो झार टिप्नु कति अल्छी लागिरहेको छ त्यही पनि हामी यसो टिप्दैछौँ हेर्नु होला यस्तै छ हाम्रो यी मकै गोडाइ हाम्रो यहाँ यो ठाउँको ढुङ्गा छ माटो छैन गोरु लाएर गोड्छौँ हामी चाहिँ हाम्रो गाउँमा चाहिँ कोदालोले खन्नु सकिँदैन ढुङ्गा मात्रै छ ढुङ्गामा ठङ ठङ कोदालो बज्छ त्यही भएर गोरु लाएर मात्रै हामी खन्छौँ मकै गोड्छौँ पर उहाँ पनि गोड्नु हुँदैछ नानाहरूले यता माथि हाम्रो माइला देवन गोरु जोत्दैछ उहाँ अनि हामी सबै राईहरूको दाजुभाइ हो हामी सबै यहाँ भेला भएर मकै गोड्ने चलन खेताला बिहानको दिउँसो घाम लाग्छ त्यही भएर सकिँदैन यी बहिनीलाई म पनि जित्नु आँटे टिकटक यो भ्लग के अरे बनाउनुमा माइला ल माइलाले उहाँ गुड गरिरहेको छ अनि दिदी बहिनी साह्रै थाकिसक्यो यहाँ अब कति बेला खाजा दिनुहुने हो नानाले यहाँ डेमले कतिखेर खाजा दिने हो कति साह्रो परिसक्यो हामी बिहान भनिरहन्छ साथीहरू ल पर जोत्दै हाम्रो राम्रा हुस्से लागेर लेख्दा हो सबै आमामा यहाँ देख्न सक्नुहुन्छ खन्दैछु उहाँहरूले यहाँ यसरी खन्नुहुन्छ यसरी खन्छौँ हामी यहाँ हाम्रोमा चाहिँ त्यति ढुङ्गा छ अनि यस्तो हुस्से लागिरहेको छ कि अनि गोरु लाएर जोत्छौँ देख्न सक्नुहुन्छ यसरी मकै खन्छौँ हामी काकी अनि बहिनी हो अनि यहाँ म छु पुरै हुस्से लागेर ढुम्म भइरहेको छ हाम्रोमा चाहिँ पान पर्ला जस्तो अनि उद्धो उद्धो चाहिँ खेत हो नि त हाम्रोदेखि चाहिँ टाढा पर्छ हाम्रो खेतहरू त्यहाँनिर मान्छेहरूले छोडिसकेको छ खेतहरू गर्नु उहाँहरू चाहिँ पुरै खनेर गलेर भित्तामा सुतिरहनु भएको छ अनि यस्तो हुस्से लागिरहेको छ कि हाम्रोमा हुन्छ बेबे चाहिँ मातेर पुरै जोत्नु खोज्नु हुँदैछ मालो पनि काने खुसी गर्छ रोक्ने सोध्ने भने म यहाँबाट सुन्ने हामी बुढाबुढी स्याउस्याउ गरेर मेरो आयो दिमाग खराब भइरहेको छ टाउको दुखिरहेको छ बुढाबुढी बोलेको स्याउस्याउ गरेर सुन्थ्यो अरे अहिले बोलाउँदा सुन्थ्यो छोरी सुत्नु भएको डोकामा आमाहरू माइला
म जाँडबाट ल्याउँछु होइन अनि त्यो चिसोमा ल्याउँछु नानीहरूलाई भने चिसो तातो तिमी त्यो कोब्रामा सुत्छ खाला न ओइ यस्तो हुस्से लागिरहेछ कि हामीले चाहिँ पुरा आधी गरिसक्यौँ भने अब कति 2-4 गरा मात्रै पाकेको छ 1 गरा चाहिँ भोलि जोत्नु हुने र उहाँहरूले गर्नुहुने आफै अनि हामीले त्यो त सकिसक्यौँ आधी नै अनि यहाँ बेबी छ उता 4 गरा छ म बनाएको पर्ने फेरि मेरो बोइलर छैन पर्यो नि देख्नु सक्नुहुन्छ हाम्रो बेबीले गफ लडाइराख्नु भएको छ हिजो अनि घोटमा आएको होइन त बेबे बेबे हजुर ल एउटा कतैको कथा है यो टुडो पनि अलिक मतलब जोडाए फेरि भिडियोमा गराए दिनुपर्छ आए मजाले सोरपन्नै बनाइपुसे बनायो भने है फेरि काकी तर अहिले दिन नगर है फेरि मेरो त धेरै निकालिसक्यो हिजोमा ल्यायो भिडियो गरिसक्यो है मान्छे मर्छ क्या जिन्दगीमा हजुर सम्झिराख है डाइरेक्टर मान्छे मर्छ एकचोटि र मैले एक भने त्यो ल्याऊ एउटा मान्छेको एउटा होइन, दुईटा मान्छे भन्नु न। कति फरक पर्दछ जिन्दगीमा है ल त्यो एउटा क्याच गर फेरि अर्को आउँछु फेरि अर्को गर म अर्को कुरो यो त पहिला कुरो हो अर्को कुरो गर यो क्याच गरिराख यस्तो हुस्से लागिरहेछ कि हाम्रोतिर मान्छे अर्को छ मसँग गाना साह्रै राम्रो गाना छ मसँग बेबे चाहिँ पुरै गायकहरू होइराख्नु भएको छ आज बेबे मात्नु भएको छ म मात्दैछु हामी पुरै आधी गरिसक्यौँ अब 4 गरा बाँकी छ कसो देखायो देखाइदेऊ अलिकति एडिट गरेर राम्रो क्याच गर न हौ मान्छे मर्नु गाह्रो हुन्न भयो नानाको बोलले मार्दा त गीत बिगार्नु माया मर्नै सकिन्न ओके मर्न बर गाह्रो हुन्न भनेको गीत सुन्नु दिँदा मन बरु गाह्रो यहाँ आएर सघाउ न के अरे पुसेलाई माइला दुईटा मान्छेको सकिन्न आह आह कस्तो राम्रो ओके गीत थ्याङ्क यू अर्को गाना छ मसँग फेरि छोटकरीमा है फेरि अर्को पनि छ गाना एउटा एक्टिङ हो कान्छी एक्टिङ एउटा एक्टिङ कान्छीको हिता बोल न एउटा एक्टिङ कुरा खोल न एउटा एक्टिङ रुने रुने एक्टिङ हाँ रुने एक्टिङ हो तिमी मेरो आँसु खोजेको बेला तिमी रुन्छौ कि रुँदैनौ उता नसुन्ने काट है फेरि एक्टिङ एउटा एक्टिङ हो अब एक्टिङ धेरै माया गर्छु मलाई कान्छीहरू मेरो धेरै कान्छीहरू हो क्या मेरो आँखाबाट आँसु ठिका छरेर हेर्नु है ल एक्टिङ है त एक्सन हो एक्टिङ हो मलाई नाटक है पुसे नाटक हजुर आँसु झरेन त नाटक हो यो हजुर नाटक हो आँसु झरेन हौ झर्छ बिस्तारो झर्छ अहिले होइन क्या तिमी मलाई मायामा धेरै गर्थ्यौ तर पछिबाट तिमी बित्छौ बोल्नु हुँदैन एक्टिङ फेरिबाट मलाई धेरै माया गर्थ्यौ तर कहिले बिर्स्यौ मलाई एक्टिङ हो मलाई तिमीले मलाई धेरै बिर्सेको छु तिमीलाई धेरै माया मैले कल्पना गरेर मैले तिम्रो मुटुको जुइन जस्तो मगाएर बसेको आँसु झरेन त आँसु आँसु खोइ तिमीले मलाई बिर्सेको छौ आँखाबाट आँसु झर्छ खोइ त नि झरेको छैन अहिलेसम्म तैँले यत्रो ढिका देख्छौ धेरै हो मोरो ढिका झर्छ ओइ देखा आँसुको ढिका यत्रो खस्छ त है पुसे अहिले त मर्फेरि दुख्छ यत्रो देख्छ ओके अब लेफ्ट राइट खोइ त आर्मी हिँड्नु गएको कथा लेफ्ट भने के हो व्याख्या व्याख्या अब राइट भने के हो लेफ्ट राइट लेफ्ट भने हिँड्ने कुन आर्मी हो राइट भने कुन हो लेफ्ट राइट भन्छ नि एकचोटि देखाइदिनु हौ लेफ्ट त देखा त मेरो देश हो यहाँ छौ सुर्ती यहाँ छ
यहाँ छ मेरो भन्नु ए लाइटर खोज्नु भएको लाइटर खोजिन् पाउँदिन मन बरु गाह्रो हुन्न तेरो माया मर्नै सकि गीत नबिगार्नु न हो। एउटा मान्छेको अब 100 हान्ने फेरि मायाले कति फरक पर्दछ जिन्दगीमा म कतिवटा गाएँ मैले अब 100 हो ल म त सकिनँ छोडेको मैले अब गएर सुत्थेँ अब म सक्नुहुन्छ क्या अब ल सक्छु एउटा अब एउटा गीतै गर्नुसम्म गरिदेऊ यो माया के हो आगो हो कि पानी सकिँदैन भन्न के यो माया हेरी त हेर तैँले भुलिसक्यो गीत तँ जानिस छोरी गाउँ न कति राम्रो गाउँछ होला नातिमाले आउँछ होला नि दुईजनाले खन्नुहुँदैछ भन्दै मेरो त्यो बिला नाना मलाई आउँदैन बत्तीसे दन्त हाल्नु है छोरीले थाल्यो है गीत अब जान्दछ क्या त्यस्तै त हो नि गीत नाच पनि यो खण्डमा म लडेर मेरो म त झन्डै मरिने झन्डै टाउको फुटेन गाउँ न छोरी साँच्चीको थपमा त साह्रै परेको थियो भोक लागेर सुरेनियामाको दिन हराएको हराएको त भोक लागेको त आउँदैन गाउँ न छोरी नाच न कस्तो मजा नाच्छ टोपी ढाकाकोमा नाच न खासै आउँदैन टोपी ढाकाकोमा कुनमा आउँछ नाच लु कराते देखाइदेऊ न कराते देखाइदेऊ न छोरी नाच न होइन गर न कराते देखाइदेऊ न देख्नुहुन्छ उहाँहरूले चाहिँ यति छिटो गोड्दै हुनुहुन्छ क्या आमा छोरी चाहिँ आफ्नै तालमा हुनुहुन्छ देख्नुहुन्छ काकी बहिनीहरू अहिले चाहिँ उस चाहिँ हल्का कम भएको छ अहिले चाहिँ हल्का देखाइरहेको छ पुरै उँधो उँधो अनि यता हाम्रो चाहिँ अहिले हामीले चाहिँ पुरै आधी बनाइसक्यो नि त अब 3 घडा मात्रै बाँकी छ त्यसपछि हामी घर जानेछौँ देख्नुहुन्छ पाक्ला पुग्लो अन्त काकीले उहाँहरूको खेता लगाएको उहाँहरूले हामीलाई केही दिनु भएन भोकले सबै क्विक भएछ अब हामी घर जाने अब यति गरेर घर जाने हामी पारी उसले जोत्दै गर्छ पानीले चाहिँ जोतिरहेको छ अब हाम्रो मान्छे यसी छोरी मान्छेले नि जोत्छ देख्नुभयो गोरु टेरेन यो देख्नुभयो बिगारिसक्नुभयो उहाँहरूले यता हेर उसलाई लास लाग्यो अरे यो गोरुहरू चाहिँ लास्टै ज्ञानी छ जोता नजोता मलाई जोता आउँदैन
हामीले चाहिँ पुरै सकिसक्यो अहिले चाहिँ 10:27 भएर छ यतिखेर त हामी चाहिँ हाम्रोमा चाहिँ सकेको थियो अनि आज चाहिँ सकेको छैन नहाल्नु नाना छिटो ल हरि आउनु ल छिटो आउनु जोता रोक न रोक देख्नुहुन्छ उसले जोतिसक्यो यति धेरै जोतिसक्यो हामीलाई जोत्नै आउँदैन लु खेदार यहाँ नानाले जोत्नु हुँदैछ मकै चाहिँ जोगाउनु भान्जी जोत्ने उता फर्कन भान्जीलाई है निको उचाल्नु फेरि अब छ्यामाले एकछिन फेरि नानीले मस्ती खेल्नु ढुक्टो बनाइसक्यो सबै मकै अब छ्यामाले अनि यहाँ जोत्नु हुँदैछ नानाले कुन हुन लाग्छु अनि मेरो हो जोत्नु यहाँ नाना लाग्छ छैन म त आउँदैन पातल हुन्छ उभो उभो ल है आजको चाहिँ हाम्रो मकै गोडाइ बिहानदेखिको धेरै देखियो त अहिले त बिहानदेखिको हो अब सिद्धो लास्टै यही गरा हो यी गोरु पनि खोलिसक्यो माइला हाम्रो माइलाले हामी पनि सक्नु आँट्यौँ यी अब यही अलिकति चाहिँ थोरै हाम्रो नानाहरू उहाँकै हो आज मकै गर्नु सकिएको आजको मैझारोमा नाना के भन्नु चाहनुहुन्छ तपाईँ म आजको मैझारोमा अब के दिउँ चल्लो छैन फेरि मालो खोइ के अनि मैझारोमा आज के काट्नु हुने अरे आज म खसी काट्ने अनि तपाईँ खुसी हुनुहुन्छ आज मकै गोडिसकेकोले म यस्तो खुसी छु कि मेरो मकै गोडिसक्यो पारी पऱ्यो रातैभरि अहिले त कति राम्रो दिन भइरहेको छ अनि आज त आमामा हारो माइला जोतेको कतिजनाको जोत्नु पर्यो त्यसो भए खुसी हुनुहुन्छ आज मकै सकेको मैझारोमा होइन अनि यता गलियो कि गलिएन नानीहरू मकै गोडेर यता हाम्रो जाँडवाली यता हाम्रो नानी कान्छी लास्टै साह्रो परिसक्यो अरे भोक लागिसक्यो भात कतिखेर खाने भनेर भनिरहन्छ अब सक्यो हाम्रो मैझारो भयो माझगाउँको मकै गोड्नुलाई चाहिँ मेरो गोरुको हल्ला भास्ने मान्छे हो गोरु माइला ब्लगरहरू कस्तो छ आज गलियो कि गलिएन मकै गोडाइ दाइ चाहिँ हेर्नु जार बोक्दै हिँड्नुहुँदैछ यसरी खाइन्छ है फेरि घट माइला यत्रो जार एक्लै खाइसक्नु हुन्छ प्रोसेस गरिदेऊ न त अनि भन्नु न हामीले सुत्नै पर्दैन हामी अब चाहिँ चाहिने मकै अहिले सिजन मकै गोड्ने सिजन छ
गोडेर आज बिहानको फेरि माथि ऊ जानुपर्छ बौदेनीको बौदेनीहरू कता पुगेको छ माथेर चाहिँ दुईजनै ढाँडो भइसकेको रहेछ अनि ल यही छ है हाम्रो छापाङको अब मकै गोडी लगभग छापाङको मकै गोडी सक्यो अब खेत रोप्नुपर्ने धान रोप्नु बिउ राख्नुपर्ने छ अब हाम्रो गाउँको काम छापाङको काम चाहिँ तिनधारे छापाङको काम चाहिँ यो है देख्न सक्नुहुन्छ के भन्नु छ केही छैन उसलाई छैन र हामी चाहिँ फाइनली हाम्रो सब गाउँको चाहिँ पुरै मकै गइसकेको छ त्यसपछि चाहिँ अब आफ्नो तालमा सबै हुन्छ हेर्न सक्नु बिचरा गोरुलाई कति धेरै पिर्छ यी छोरी काम गरेर धङ्स भित्तातिर आमालाई खाँदैछौ म पानी आमालाई यो चाहिँ ठिक गर्ने पानी आमालाई फेरि गाउँघरमा मात्र पाइन्छ नि यो गाउँमा नि पाउँछ अरे उसले चाहिँ खान्छ तपाईँहरू के भन्नु चाहनुहुन्छ सके अब त बाई बाई यस्तो खुसी छैन खुसी भए आफ्नो मेलो सकेकोले गोरु चाहिँ यो गोरु चाहिँ कस्तो ज्ञानी छ मकै गोडी सकेको पो भन्ने नराम्रो बोलेको छ र गोरु अनि हाम्रो विकासले गोरु यता देखाइदियो सानो खाले छ तर कस्तो ज्ञानी छ गोरु मलाई चाहिँ साह्रै मन परेको गोरु यही गोरु हामी सन्तुकी गोरु छ ठ्याक्कै यो चाहिँ हाम्रो काकालाई सौजिलो गोरु छ बिस्तारै हिँड्ने काका जस्तै यहाँ हेर्नु जाँड बोकेर यसरी जाँड यो त म आज चाहिँ किनभने सक्छु यो नसकी छोड्दिनँ फेरि होइन सक्नै पर्छ सकेन भनेदेखि यो घरको मालिकले कुट्छ भन्नु माइला हो काट्छ भन्नु हाम्रो गाउँघरमा चाहिँ कोदोको जाँड चाहिँ सबैभन्दा चाहिँ काम गर्दाखेरि खाने हाम्रो चाहिँ यो हो है फेरि लोकल खाँदैनौँ न प्योर कोदो हो भन न तर धान धेरै रोप्छौँ धानको जाँडो हुन्छ है फेरि अरू घरमा चाहिँ यहाँ चाहिँ कोदोको जाँडो हुँदो रहेछ देख्न सक्नुहुन्छ खनाइ जन्दै घाँसेर मैले साह्रै मन